घाम उदाउँदैछ है गाइज। अलिकति निक्लियो। ए यहाँ चाहिँ यसरी घाम निक्लिन्छ। लु अब घाम निक्लेको देखाउँछु तपाईँहरूलाई। कता गयो घाम? निक्लियो। अलिकति थियो, कति छिटो आयो एकैछिनमा। ल अब चाहिँ पुरै घाम निक्लिन लाग्यो। आधी थियो अघि, निक्लियो अब। लु यो चाहिँ उता चाहिँ पूर्व है, उता पूर्व, यता पश्चिम, उत्तर कता हो है? उत्तर कता हो? सबै सम्म ठाउँ चाहिँ कता हो कता हो छुट्याउनै गाह्रो। पूर्व भनेपछि यता पश्चिम, उत्तर, उत्तर यता मात्र रहेछ क्या? निक्लियो घाम, निक्लियो निक्लियो। यो टावर चाहिँ हामी बस्ने रुम त्यहाँबाट अलिक यता छ, त्यो घामको सिधा। अनि कता गएछ यो मान्छे त? घाम यति माथि आइहाल्यो हो, कति चाँडो। अघि सानो थियो, अहिले यत्रो आइसक्यो घाम। लु घाम ठ्याक्कै घामै निक्लिने ठाउँमा छ हाम्रो कोठा चाहिँ अरे कि। यो गाडी आउँछ नि यता, हौ त्यहीँ छ। लु यहाँ यसरी घाम निक्लिन्छ है त। लु घाम निक्लेको पनि देखाएँ। आधी काट्यो के हो? आधी काटिसक्यो घाम त यार। निक्ली पुरै निक्लेकै छैन नि त। कति बज्यो? 5:38 भएछ। 5:35 मा घाम उदायो आज। लु जेसुकै होस्, यो घर दामी छ। यो घर ल 5:35 देखि लिएर 5:40 सम्म घाम यसरी उदाउँछ। ल है त। निक्लियो पुरै निक्लियो। आयो। अब चाहिँ क्लियर भयो के घाम। ए हो रहेछ नि मैले भनेको यसरी उदाउँछ घाम। ए कस्तो हल्लिएको क्यामेरा पनि यार। घाम कता गयो? यहाँ यसरी हो। यो घाम, यो पोल, यो टावर, यस्तो छ हाम्रो घाम, पोल, टावर है त।